भाग भाग दौडी दौडी छिटो 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 किन भने फेरि बालेन्द्र शाहले आज खाएको त याक चिज सकिन्छ। अहिले नि मार्केटमा सर्टेज भइसक्यो अरे भन्ने कुरा सुन्नमा आएको छ। ए भगवान्, बालेन्द्र शाह तिमी हौ चाहिँ को के वास्तवमा? बाप रे बाप, तिमीले कुनै कुरो खाइदिँदा, तिमीले कुनै लुगा लगाइदिँदा त्यो ठाउँको प्रमोसन यति छिटो हुन्छ, त्यो कुराको प्रमोसन यति छिटो हुन्छ। बाप रे बाप, एकैछिनमा सर्टेज भइदिने बा। तिमीले केही समय अगाडि लगाएको त्यो लुगा मार्केटमा सर्टेज भइदियो, यतिले लगाए यतिले किने, अब तिमीले खाइदियो भर्खरै याक चिज, अब यो सर्टेज भयो। तिमीले खाएको त्यो फोटो हालेको 15 मिनटमा सर्टेज भयो भन्ने कुरा सुन्नमा आउँदैछ। बाप रे बाप, के हो के नेपालमै बनेको रहेछ। उहाँले आफ्नो देशको प्रोडक्टलाई अगाडि ल्याउनु खोज्नु भएको एकदमै सही यो तरिकाले। हेर्नुहोस् हो के, मान्छेहरू धेरै बोलेर धेरै बोल्नेको होइन चल्दैन रहेछ के। बालेन्द्र शाह ठिक्क बोल्छन् गर्छन्, तर त्यो एकदमै प्रभावकारी रूपमा लागु भइरहेछ क्या। अब सर्टेज भइदियो, त्यो हेरेर कति उत्पादन भएको थियो, सर्टेज भइदियो। अब फेरि त्यसलाई प्रोडक्सन गर्नु पऱ्यो, उत्पादन गर्नु पऱ्यो नेपालको प्रोडक्ट। यसरी नै म त जय बालेन जय बालेन जय बालेन। अब हर्क साम्पाङलाई चाहिँ फेरि यसै विषयमा ट्रोल बनाएर हर्क साम्पाङले चाहिँ सुँगुरको चोक्टा, सुँगुरको कान खाँदै गरेको हालेर ट्रोल बनाइरहेको छ कि हर्क साम्पाङ पनि सुँगुरको होइन उयो मार्केटिङ गर्दै भन्दै पुरै नगर न हो। हुन त कसले भन्दै थियो नेपालमा सबैभन्दा सुधार गर्नुपर्ने चाहिँ सोसियल मिडिया हो भन्दै थियो होइन। एकदमै सही, सोसियल मिडियाले कसैलाई हाईमा पुऱ्याइन्छ, कसैलाई लोमा। सोसियल मिडियाको हातमा छ कि अहिले कसको जीवन चाहिँ उन्नतिमा जाने, कसको जीवन चाहिँ उँधो गतिमा जाने भनेर।